साथीहरु केही नोटिस गर्नुभयो मेरो पछाडी के छ? आमामामामामामामा के साह्रो आफूले आऊ के एकचोटि दाना लायो भने त धान्दैन क्या बुटोले। जता हेर पयालै पयालो त सबैको आफूले हे प्रभु आप हेर जता हेर आफूले फुले छ। ओहो यो चुरी त आफूले त मूल्य भेटाउँछ कि जसो छ साथीहरु। आफ रामघाटमा आफै आउँछ। यता हेर्यो आफ उता हेर्यो आफ। ममा थुङ्गा हेर्नु न कस्तो दामी। म कसरी खाने होला आफ? दाना छन्। आफ हेर्नु कस्तो डर लाग्दो गरी फुल्या क्या फेरि एकचोटि। यो वर्ष त आफ कस्तो निकै फुल्या। पोहोर साल चाहिँ थिएन यति धेरै फुलेको। यो साल त जसको हेर्यो आफ फुलै छ। पानी लिन गएको त पानी आएकै रहन्छ। आज चाहिँ यस्तै छ। चाहिँ थोरै बर्सिम काट्नु पर्यो। हाम्रो चाहिँ केरा कति ठुलो घान केराको। केरा छ केरा। त्यहाँ पनि छ केराबारी हाम्रो चाहिँ। बर्सिम घाँस यता त काटेर भ्याइएछ। एउटा चाहिँ तल छ एउटा गरा चाहिँ यो चाहिँ माथि छ घर नजिकै। हाम्रो घर चाहिँ यस्तै हो गाउँघरतिर। अब यही काट्नु पर्यो। चाहिँ घर यस्तै हुन्छ हो। जस्तो भए पनि आफ्नो घर एकदम महल भन्दा प्यारो हुन्छ। जस्तो झुपडी नै किन नहोस् आफ्नो घर एकदम प्यारो लाग्छ। अब चाहिँ बर्सिम थोरै काट्नु छ। काटेर गाई गोरु बाख्रा सबैलाई पेलेर हामी भुसमा राखेर दिन्छौँ। कस्तो मजा आउने कस्तो न कस्तो कुमारी बेनीको बसायो कसले के सुनाइदियो भर गर्ने नकिन। कति लामो हो बर्सिम। त्योहरू तिदो आमा खै हाल्यो न बाबु हेर आँखा हेर न आँखा हाँस त। गीत गाइदियो त उता गीत गाइदैन थाहै छैन। हेलो भान्जी यता हेरिदिउँ न। खै माइजूलाई त नमस्ते समस्ते छैन। खै नमस्ते भने ल खै हेरौँ न बाबु खै तिदु साथीहरु तिदु आमामामा जङ्गलदेखि लिएको तिदु यस्तो तिदु हो नि। तिदु त तिजु के भन्छन् रे? तिदु हो तिजु। खै त म त तिदु भन्छु भाइ यसलाई त। तिदु हो पाके हैन यो नि तिदु हो। ल खै पाकेको यो पाकेको चाहिँ यस्तो हुन्छ है। पाकेको चाहिँ यस्तो हुन्छ। यो गेरा चाहिँ फाल्दिनु पर्छ। यो गुदो खानु पर्छ। मिठो रहेछ। बाई बाई धन्यवाद ल्याइदिएकोमा। मोलो रहेछ। नपाकेको चाहिँ अलि तर्रो न तर्रो कस्तो हुन्छ। पाकेको चाहिँ मिठो हुन्छ। दाना
मिठो मिठो। आजभोलि चाहिँ के भएको हो, सानोदेखि लाएर ठुलोसम्म के गीत आउँछ दुर्गेश थापाको। कता हिँडेको बिजुली बालेर पट भएर ड्युटी भएर हामी क्युटी भएर केटो हेरेको हेरे ए आउँछ मुखमा जम्मै आउँछ। अनि एउटा कौन आउँछ भनेपछि एउटा ढले 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 भन्ने के आउँछ मुखमा झ्याप्पा आउने भनेको यिनी हो क्या। आजबाट चाहिँ के होस् भम्किराख। यो केरो देखेपछि त कस्तो खुल्दुली भयो मेरो मुख। के गर्नु, यो बाबु पेटमा हुँदाखेरि कम्ता खाएन केरो। खुल्दुली भाइ मलाई यो केरो देखिनु। के गर्नु, बाबु सानो छ। के सानो बाबुलाई पेट लाउँछ रे केरोले चाहिँ। त्यसैले यो वर्ष खान पाएन मैले हरियो केरो एकदम मिस गरिरहेको छु। त्यो अब बर्सिम चाहिँ काट्ने, अरू चाहिँ आमाले कुरोहरू काट्नु भएको छ गाउँमाको। यो चाहिँ थोरै मिसाउने भनेर काटेको हो। कति लामो लामो भएको छ यसरी बर्सिम। यसरी हो अब लिने पुलोमा चौधरीहरू जम्मा टाउकोमा क्या यसरी नै हो बोक्ने क्या। हाम्रो माइततिर जम्मा टाउकोमा चौधरीहरू। सिस्नो साथीहरू सिस्नो। यो चाहिँ आज चाहिँ पकाएर खानुपर्छ। काँडा हेर्नु न यसमा कस्तो छ काँडा। रिस उठ्या मान्छेलाई रिस उठ्योले हान्न नमिल्ने क्या अरे है। नगर सिस्नो खाएको बेस आनन्दी मनले। मेरो गीत धुलो छ कि भनेर छाँटेको त धुलो पनि रहन्छ।